Hello YouTube family, welcome back to my channel. आज हामी stakeholder dialogue on CFS voluntary guidelines on gender equality and women's and girls empowerment in the context of food security and nutrition कार्यक्रममा आएका छौं, which was organized by FAO and World Food Forum Nepal chapter. हामी World Food Forum Nepal chapter को टिम registration desk मा आएर बस्यौं. म त्यसरी हाल्ने सुगर चाहिँ म हतपत खानै लाग्यो किनकि अरू बेला खाइरा हुन्छ नि त सुगरहरू अनि त्यही भएर सकेसम्म चाहिँ हेलो हेलो सिस्टर र यो कार्यक्रममा डिफ्रेन्ट अर्गनाइजेसनबाट आउनुभएको रिप्रेजेन्टेटिभ साथसाथै पार्टिसिपेन्ट्सहरूको एउटा टिम बनायौँ, 9वटा टिम बनायौँ र बनाइसकेपछि उहाँहरूले चाहिँ जेन्डर इक्वालिटीको बारेमा या अब वुमेन इम्पावरमेन्टको बारेमा चाहिँ फ्यु कुराहरू चाहिँ राख्नुभयो आफ्टर सेसन्स. र यो डिस्कसनमा फुड सिक्युरिटी एन्ड न्युट्रिसनमा वुमेन एन्ड गर्ल्सको रोल कस्तो हुन्छ र पार्टिसिपेसन कस्तो हुन्छ भनेर डिस्कस गरिरहेका छन्. Leadership and participation, empowerment, ownership, and capacity building, and alignment with how IYWF wanted to say. We hold discussions about case studies and equality and awareness amongst people from different age groups, like 20 to 15 bio, differently, right, from 20 to 30 bio. On mapping potential plan of actions is we're expanding our reach through educational institutes to mobilize our projects like Raise Your Voice. On from Hamid Dazu Bhai, what they do is involve men in promoting equality in terms of gender equality. And they also focus in leadership, empowerment, ownership, and breaking stereotypes, right? And alignment with IYWF, they work in climate justice, and access to agricultural, and equal ownership, and changing traditions is their mapping potential plan of actions, and awareness on schools as well. They involve women in different activities like these, and mapping planning and potential planning of actions, social awareness, and raise through street talks and all, right? So I'd like to pass the mic. So हामी ग्रुप 3 मा चाहिँ हामी टियु एकाडेमियाबाट हुन्थ्यौँ. त्यसपछि अनि दुईटा समूहको चाहिँ मैले प्रतिनिधि गर्दैछु र टियुबाट चाहिँ इन्टरभेन्सनको रूपमा चाहिँ इन्क्युबेसन सेन्टरबाट चाहिँ ट्रेनिङहरू प्रोभाइड गर्नुहुन्छ स्किल्स एन्ड एन्टरप्रेन्योरसिप डेभलपमेन्टको लागि वुमेनहरूलाई मेन फोकस गरेर. र यसको फोकस एरिया चाहिँ मुख्य भनेको इकोनोमिक एन्ड सोसियल इम्पावरमेन्ट भइहाल्यो प्लस एजुकेसन एन्ड प्रोफेसन बिल्डिङ भयो. भनेपछि यो चाहिँ कसरी चाहिँ अलाइन हुन्छ त इन्टरनेसनल इयर अफ वुमेन फार्मरसँग भन्दाखेरि जस्तै यहाँनिर वुमेनहरूलाई राइट्स एन्ड रिप्रोडक्टिभ हेल्थको 4वटा डिफ्रेन्ट अर्गनाइजेसनको कुरा आएको भएर चाहिँ हामी इन्टरसेक्सनल इस्युजलाई चाहिँ धेरै रेज गरेका थियौँ. अनि यसमा चाहिँ हामीले के गरिरहेका छौँ र अब के गर्न सकिन्छ अबको इयरको लागि भनेर चाहिँ सजेसन्स दिने कुरा बुझेको भएर चाहिँ यो अब आउने इयर इन्टरनेसनल इयर फर वुमेन फार्मर को कुरामा चाहिँ के गर्न सकिन्छ हामीले गरेको सिकाइहरूबाट भन्ने कुरामा चाहिँ कपेसिटी स्ट्रेन्थनिङ चाहिँ स्ट्रङ्गर इन्स्टिट्युसनल मेकानिजमको लागि चाहिँ गर्नुपर्छ भन्ने कुरा डिस्कसन गऱ्यौँ. अनि त्यसमा अलरेडी हामीलाई प्रोभाइड भएकै गाइडलाइन्सहरूमा रहेर चाहिँ इम्पावरमेन्ट, इक्वालिटी, क्यापेसिटी स्ट्रेन्थनिङका कुराहरू चाहिँ स्पेसली वुमेन एन्ड गर्ल्स एज अलायन्स, वुमेन एन्ड गर्ल एज एजेन्सी, तर एजेन्सी द्याट अल्सो इम्पावर्स कम्युनिटी भन्ने कुरामा चाहिँ अलिक धेरै फोकस गरेँ. अनि भोइस एन्ड अकाउन्टेबिलिटी र पब्लिक हियरिङको कुरा जस्तो रेकग्नेसनको कुराहरूलाई पनि ल्याएर जोड्यौँ. हामीले महिलालाई इम्पावर गर्दाखेरि यो कुराको लिड दिँदै गर्दाखेरि चाहिँ रेकग्नाइज पनि गर्नुपर्छ र त्यसले चाहिँ अरूलाई पनि इन्सपायर पनि गर्नुपर्छ है भन्ने कुरामा चाहिँ धेरै फोकस गऱ्यौँ. अनि प्लान अफ एक्सनमा चाहिँ हाम्रो सजेस्टेड प्लान अफ एक्सन भनेको चाहिँ सिस्टम लेभल इन्टरभेन्सन चाहिँ हुनुपर्छ है. अनि त्यो इन्टरभेन्सन चाहिँ पर्सन सेन्ट्रिक हुँदा चाहिँ के छ भन्दा चाहिँ डेभलपमेन्ट अफ आइसी भनेको चाहिँ इन्फर्मेसन एजुकेसन एन्ड
communication materials for all 10 types of person with disabilities in Nepal. यो चाहिँ BYAN ले चाहिँ गर्दै आएको एक्जिस्टिङ इन्टरभेन्सन हो। भनी चाहिँ अर्को NDWA को चाहिँ के छ भन्दा चाहिँ क्यापेसिटी बिल्डिङ टु एप डेभलपर, फर इक्जाम्पल मेकिङ देम एक्सेसिबल टु डिजिटल वालेट। अनि अर्को भनेको चाहिँ विगत 5 वर्षदेखि काम गर्दै आइरहेको छ र हाम्रो म्यापिङ एक्जिस्टिङ इन्टरभेन्सनमा चाहिँ हाम्रो फरेस्ट एक्ट 2076 मा रहेर चाहिँ त्यहाँभित्र चाहिँ 50% वुमेनहरूलाई चाहिँ युटिलाइजेसन फरेस्ट रिसोर्समा युटिलाइजेसन त्यहाँबाट चाहिँ इकोनोमिक इम्पावरमेन्ट गर्ने भन्ने कुरा रहेको छ र त्यसमा चाहिँ हामीले RRI अन्तर्गतको एउटा प्रोजेक्टमा मेनस्ट्रिमिङ इकोनोमिक इम्पावरमेन्ट अन फरेस्ट रिसोर्स म्यानेजमेन्ट अन्तर्गत चाहिँ हामीले काम गर्दै आइरहेको छौँ र यसै गरी नै एक्सेस टु रिसोर्सेस छ जसमा चाहिँ महिलाहरूलाई चाहिँ प्रपर रिसोर्सेसमा चाहिँ युटिलाइजेसन नभएको हुनाले युटिलाइजेसन छ तर प्रपर नभएको हुनाले हामीले त्यो गर्नुपर्छ भन्ने कुरामा पनि हामीले काम गर्दै आइरहेको छौँ र जेन्डर जस्टिसमा पनि हामीले ओभारलोड गर्ने काम चाहिँ गर्दैछौँ र यसै गरी हाम्रो फोकस एरिया चाहिँ सोसियल प्रोटेक्सन एन्ड असिस्टेन्स रहेको छ र यो बाहेक हामीले क्यापेसिटी बिल्डिङ र लिडरसिप र पार्टिसिपेसनलाई पनि फोकस गरेर काम गर्दै आइरहेका छौँ र यो चाहिँ कसरी अलाइन हुन्छ भन्ने कुरामा चाहिँ जस्तै 50% दिने भन्ने कुरामा एक्जिक्युटिभ मेम्बर 50% सिटिजनसिप LGBTQ+ कम्युनिटी हो। अर्को भनेको चाहिँ त्यो इन्फोर्समेन्ट अफ पोलिसी मेकिङ फर दलित एन्ड एन्ड एट द एन्ड अफ द प्रोग्राम हामीले लन्च खायौँ र सबै कुराहरू ऱ्यापअप गरेर हामीहरू आफ्नो घरतर्फ लाग्यौँ। एन्ड बाई बाई, सी यू इन द नेक्स्ट ब्लग युट्युब फ्यामिली।